खतनाको नियम बाइबलमा पनि पाइन्छ। अब यो खतना भनेको चाहिँ के हो भन्दाखेरि पुरुषहरूको गोप्य अङ्गको छालाको माथिल्लो भाग काटिनु हो। उत्पत्तिको पुस्तक 17 अध्यायको 10 पददेखि पढ्दै जाँदा त्यहाँ लेखिएको छ खतनाका नियमहरू। परमेश्वरले अब्राहमसँग यो नियम राख्नुभयो र अब्राहमले खतना पनि गरे र उनको घरमा भएका सबै पुरुषहरूको खतना गरिदिए र अब्राहमको घरमा जन्मिने हरेक पुरुषहरूलाई जन्मिएको 8 दिनमा खतना गर्नु भन्ने परमेश्वरबाट कडा नियम थियो। खतना नगरे दाइ भाइबाटै बहिष्कार गर्नु भन्ने आज्ञा थियो। अनि यो खतनाको नियम पुरुषहरूमाथि थियो, महिलाहरू चाहिँ यो नियममा छैनन्, उनीहरू स्वतन्त्र छन् यो नियमबाट। अनि अब्राहमदेखि येशूसम्म आइपुग्दाखेरि यो खतनाको नियम रह्यो। येशू ख्रीष्टदेखि चाहिँ यो खतनाको नियम फेरि हट्यो र आज हामी खतनाबाट स्वतन्त्र छौँ। हामीले खतना गर्नु आवश्यक छैन भनेपछि अब यहाँ एउटा प्रश्न उठ्छ। येशू ख्रीष्ट आइसक्नु भएपछिको पुस्तकहरू पढ्दै जाँदा त्यहाँ खतना गर्नु पर्दैन, आवश्यक छैन भन्ने लेखिएको छ। अनि पुरानो करारमा चाहिँ खतना गर्नुपर्छ, खतना नगरे दाजुभाइबाटै बहिष्कृत हुन्छौ भनेर पनि लेखिएको छ। अनि परमेश्वरलाई बुझ्दा परमेश्वर त अपरिवर्तनीय हुनुहुन्छ, उहाँमा परिवर्तन छैन। परमेश्वरमा परिवर्तन छैन भने परमेश्वरको आज्ञाहरू पनि अपरिवर्तनीय छन्। परमेश्वरको आज्ञाहरू परिवर्तन हुनै सक्दैनन्। यदि त्यस्तो अपरिवर्तनीय परमेश्वर र जसको आज्ञा परिवर्तन नै हुँदैन, त्यो परमेश्वरको आज्ञा आज किन परिवर्तन भयो त? यो एउटा गम्भीर प्रश्न हो। अनि त्यस्तै ईश्वरले त मानिसको हृदयसँग पो सम्बन्ध राख्छन् त। मानिसको यो मरेर सडिएर कुहिएर जाने माटो हुने किरा फटेङ्ग्राले खाने शरीरसँग किन विभिन्न प्रकारका नियम नीति बाँधिराख्नु पर्यो त? सरासर हृदयको कुरा, आत्माको कुराको शिक्षा र नियमहरू दिए भएन? अनि ईश्वरले अब यसरी आत्मा र हृदयसँग सम्बन्ध राख्ने हो भने खतनाको हुकुम किन गर्नु पर्यो त भन्ने पनि एउटा गम्भीर प्रश्न रहन्छ। यस्ता धेरै प्रश्नहरू र यो विषयमा छलफल गर्नु अत्यन्त आवश्यक परेको छ। परमेश्वरबाट येशू ख्रीष्टमा प्रेम पाउनुभएका कृपा पात्रहरू, तपाईहरूमा मेरो एउटा विनम्र अनुरोध छ, भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। त्यसो गरे तपाईमा पूर्ण चेतना हुनेछ। नत्र तपाईमा आदि मात्र चेतना भए त्यो चेतनाले तपाईँ र मलाई सत्यसम्म लिएर जाँदैन। यो स्पष्ट छ। आउनुहोस् आजको विषयमा छलफल गरौँ। सबैभन्दा पहिले परमेश्वरले येशू ख्रीष्ट आउनुभन्दा अगाडि चाहिँ जब पनि मानिसहरूलाई आज्ञा दिनुभयो, शरीर केन्द्रित आज्ञा दिनुभयो। यसको एउटा कारण छ, किनभने चाहिँ मानिसहरूमा आत्मिक पूरा चेतना थिएन। मानिसले जब पापको फल खाए त्यसपछि मानिस शरीर र संसार केन्द्रित बनेका थिए, आफै केन्द्रित बनेका थिए। शरीर केन्द्रित, आफू केन्द्रित भएकोले मानिसले आत्मिक कुरा के हो, हृदयका कुरा के हो, परमेश्वरसँगको सम्बन्धको कुरा के हो, अध्यात्मको कुरा के हो भन्ने पुरै बिर्सिसकेका थिए। र आदमदेखि अब्राहमको पुस्तासम्म हेऱ्यौँ भनेदेखि त्यहाँ लामो ग्याप छ। अनि त्यो ग्यापले अझै धेरै शरीर केन्द्रित बनाएको थियो मानिसलाई। त्यस कारणले गर्दाखेरि आत्मिक चेतना त्यो समयमा थिँदै नै थिएन। अनि त्यो समयमा अचानक आत्मिक कुरा र हृदय केन्द्रित कुरा परमेश्वरले ती मानिसहरूसँग गर्नुभएको भए र त्यस्तो हुकुम गर्नुभएको भए त्यो चाहिँ यस्तो हुन्थ्यो। भर्खरै जन्मेको बालकलाई तोते तोते गरेर बोल्दैछ उसलाई एकैचोटि 30-40 वर्ष पुगेको मानिससँग बोलेको जस्तो, त्यस्तो ज्ञान उसँग बोलेको जस्तो हुन्थ्यो। अनि उसले केही बुझ्ने थिएन, केही उसको समझभित्र जाने थिएन, मगजभित्र जाने थिएन। तर त्यो भर्खर बोल्नु सिक्दै गरेको बच्चासँग उसकै समझले भ्याउने खालको ज्ञानहरू उसलाई दिनुपर्छ, नियमहरू उसलाई दिनुपर्छ। अनि मात्रै उसले त्यो नियमहरू बुझ्छ र त्यो अनुकूल ऊ हिँड्छ। अनि हिजो परमेश्वरले यसो आउनुभन्दा अगाडिका मानिसहरूलाई शरीर केन्द्रित आज्ञा दिनु भनेको चाहिँ मानिसहरू त्यो बेला आत्मिक चेतनामा बाल्य अवस्थामा थिए र उनीहरूलाई त्यो बाल्य अवस्था अनुसारकै
नियमहरू दिनुभएको हो। अनि आज यीशु ख्रीष्ट आइसकेपछि पवित्र आत्माको चेतनाले, पवित्र आत्माको शक्तिले, पवित्र आत्माको सल्लाहले, यीशु नाममा पवित्र आत्मा पाएर हामीले आत्मिक चेतना पाएका छौँ। आज चाहिँ हामी पूर्ण समझदार र आत्माको श्रेष्ठता बुझ्ने त्यो समझ हामीमा जन्मिसकेको छ। त्यस कारणले आज चाहिँ आत्मिक कुराहरू स्पष्ट पारिन्छ। अब यो खतनाले कसरी आजको आत्मिक चेतनासँग सम्बन्ध राख्छ त भनेर भन्दाखेरि चाहिँ खतना भनेको शरीरको अङ्गको एउटा भाग काटेर फ्याँक्नु हो। यसले चाहिँ हृदयको खतनासँग जोड्छ। हाम्रो हृदय संसारसँग, पापसँग, अधर्मसँग, अनैतिकतासँग जोडिएको छ। अनि त्यो जोडिएको भाग चाहिँ हामीले हाम्रो हृदय खतना गरेर आज फ्याँक्न जरुरी छ। अनि हृदयको यो खतना अत्यन्त कडा आज्ञा हो। यो कसरी बुझिन्छ त भन्दा हिजोको खतना गर्दा एकदम कडा थियो। यदि कसैले खतना नगरे ऊ दाजुभाइबाट बहिष्कृत हुनुपर्छ भन्ने हुकुम थियो। यसले देखाउँछ अत्यन्तै कडा मान्नै पर्ने नियम हो। अनि यो खतनाले हृदयलाई इङ्गित गर्छ, हृदयलाई देखाउँछ। अनि आज चाहिँ हामीले पूर्ण ज्ञानमा हृदयको खतनाको विषयमा बोलिएको थिएछ त्यो बेला, तर मानिसहरू समझदार नभएकोले, पूर्ण आत्मिक ज्ञान लिन नसक्ने भएकोले शारीरिक व्यवस्थाहरू परमेश्वरले दिनुभएको रहेछ भन्ने हामीले यो बेला पवित्र आत्माको ज्ञानद्वारा बुझ्यौँ। र आज पनि यदि कसैले आफ्नो हृदय खतना गर्दैन भने अर्थ चाहिँ आफ्नो हृदयमा भएका रिस, घमण्ड, डाह, ईर्ष्या, क्रोध, लोभ, छल, अश्लीलता, अश्लील मोजमजा, छाडापन, छली, कुरा काट्ने, ईर्ष्या जस्ता यस्ता धेरै पाप स्वभावहरू खतना गरेर यदि उसले फ्याँक्दैन भने ऊ आफ्नो दाजुभाइबाट बहिष्कृत हुनेछ। अर्थ चाहिँ परमेश्वरको वासस्थानमा उसको सङ्गी विश्वासीहरू प्रवेश गर्दा ऊ त्यहाँ प्रवेश हुने छैन, उसको त्यहाँ प्रवेश हुने छैन, उसले त्यहाँ प्रवेश गर्न पाउने छैन। यस्तै आजको आत्मिक र गहिरो ज्ञान बुझाउनको निम्ति नै र यो हृदयको खतना असाध्यै आवश्यकता छ र यो कडा आज्ञा हो भनेर स्पष्ट पार्नको निम्ति नै हिजो परमेश्वरले मानिसको आत्मिक चेतना बाल्य अवस्थामा हुँदा, त्यो बाल्य अवस्था अनुसारको उसलाई शिक्षा दिनुहुँदा त्यो शारीरिक खतनामा साह्रै कडा गरी आज्ञा गर्नुभएको थियो, हुकुम गर्नुभएको थियो र मान्न लाउनु भएको थियो। किनभने त्यो हुकुमले, त्यो आज्ञाले आजको हृदयको खतनाको प्रतिनिधित्व गरेको थियो। अनि अब यो दृष्टिले हेर्दाखेरि पहिलो कुरा त परमेश्वरको नियम कानुन फेरबदल भएको देखिँदैन। हिजो पनि खतनाको नियम थियो, किनभने हिजो मानिसहरू प्रभुमा आत्मिक रूपमा जन्मिएको भर्खर बालक जस्तो थिए र उनीहरूलाई त्यस्तै अवस्थाको ज्ञान दिइयो। आज मानिस यीशु ख्रीष्टमा पवित्र आत्मा पाएर एकदम विद्वान बनिसकेका छन्, बुझ्न सक्ने चेतना मानिसमा आइसकेको छ। त्यस कारणले गर्दाखेरि आज चाहिँ मानिसहरूलाई उसको चेतना अनुसारको ज्ञान दिएको छ। त्यसकारण हिजो बाल्य अवस्थाको चेतना अनुसारको ज्ञान शरीरको खतना थियो। आज एकदम बुझ्न सक्ने र समझदार अनुसारको चेतना हृदयको खतना छ। रोमीको पुस्तक 2 अध्यायको 28 र 29 मा लेखिएको छ, हृदयको खतना चाहिँ परमेश्वरको नजरमा असाध्यै आवश्यकता हो, यो शारीरिक खतना त केही पनि होइन भनेर त्यहाँ लेखिएको छ। यसकारण आज हामी यीशु ख्रीष्टमा विश्वास गरेकाहरूले खतना गर्दैनौँ, किनभने ख्रीष्टमा पवित्र आत्माबाट हामी चैतन्य र पूर्ण चेतनामा आइपुग्यौँ र वास्तवमा यीशु ख्रीष्ट आउनु अगाडिको त्यो शारीरिक खतना त आजको हृदयको खतनाको एउटा छाया मात्रै थिएछ। वास्तविक स्वरूप त आजको हृदयको खतना पो रहेछ। तर आत्मिक तवरमा त्यो बेलाका मानिसहरू नबुझ्ने र बालक भएकोले उनीहरूको ज्ञान अनुरूपको चेतनामा उनीहरूलाई त्यो आज्ञा गरिएको रहेछ। तर आज चाहिँ पवित्र आत्मामा हामी आत्मिक चेतनामा असाध्यै समझदार बनिसक्यौँ र हामीलाई यी कुराहरू स्पष्ट थाहा हुन्छ। आत्मिक शिक्षाहरू दिँदा हामी बुझ्न सक्छौँ। त्यसैले आज चाहिँ हृदयको खतनामा जोड दिइन्छ। हिजो शरीरको खतना थियो, त्यो खतना चाहिँ एउटा छाया जस्तो मात्र रहेछ, तर वास्तविक आकृति र स्वरूप भनेको चाहिँ आजको हृदयको खतना रहेछ। र परमेश्वरले हिजो त्यो शारीरिक खतना गर्न लगाउँदै हुँदा पनि त्यहाँ त्यति कडा आज्ञा हुनुको कारण आज हृदयको खतना गर्दाखेरि चाहिँ मानिसहरूले यो असाध्यै आवश्यक परेको र कडा आज्ञा हो है भनेर बुझुन् भनेर
त्यो छायामा पनि त्यति कडा हुकुम गर्नु भएको रहेछ भन्ने हामीले बुझ्यौँ। अब यो कुरा बुझिसक्दाखेरि चाहिँ परमेश्वरको नियममा फेरबदल हामीले भेटेनौँ, तर उहाँको नियम अझै सिद्ध र श्रेष्ठ भएको चाहिँ हामीले भेटायौँ। परमेश्वरमा कुनै पनि प्रकारको परिवर्तन भेटेनौँ। जस्तो उहाँको विषयमा लेखिएको छ, परमेश्वर परिवर्तनशील हुनुहुन्न, अनि उहाँ परिवर्तनशील नहुनु भएकोले उहाँको आज्ञाहरूमा पनि परिवर्तन छैन। अनि उहाँको आज्ञाहरूमा परिवर्तन साँच्चै रहेनछ, तर उहाँको आज्ञाहरू त हिजो गरिएको आज्ञाभन्दा दिनहरू समयहरू बित्दै जाँदा त्यो आज्ञा त झन् ज्यादा श्रेष्ठ र उत्तम पो हुने रहेछ भनेर बुझ्यौँ। किनभने हिजो छाया मात्रै थियो त्यो आज्ञा त आज यीशु ख्रीष्ट संसारमा आइसक्नु भएपछि ख्रीष्टमा हामीले पवित्र आत्मा पाएर वास्तविक हृदयको गहिराईमा गएर आध्यात्मिक तरिकाले बुझ्दा त त्यो त हृदयको कुरा गरिएको रहेछ। त्यो त हाम्रो अनन्त जीवनसँग जोडिएको कुरा रहेछ। त्यो त हाम्रो आत्मिक चेतनासँग जोडिएको कुरा रहेछ भन्ने यसरी श्रेष्ठतामा श्रेष्ठ चेतनामा त्यो कुरालाई बुझौँ। र परमेश्वरको आज्ञा फेरिएन, बदलिएन, तर त्यो अझै श्रेष्ठ चाहिँ भयो आज। र अनि अब अर्को एउटा पनि कारण छ, शरीरमै ती विधि विधान मान्नै पर्ने चाहिँ मानिसले पाप गरेका थिए र पापको निम्ति चढ्नुपर्ने बलि चढिसकेको थिएन। अनि पापको ज्याला मृत्यु, मर्नुपर्ने नै थियो मानिस। पापद्वारा आएको त्यो मृत्युबाट कोही पनि स्वतन्त्र भएका थिएनन्। अनि त्यो मृत्युबाट स्वतन्त्र नभएको कारणले विभिन्न शारीरिक विधि विधानहरू मानिरहनु पर्ने थियो। तर जब यीशु ख्रीष्ट आउनुभयो, उहाँले हामीलाई पूर्ण रूपले त्यो पापबाट आएको मृत्युबाट स्वतन्त्र पार्नुभयो। किनभने हामीले पाप गर्यौँ र हामी मर्नुपर्ने थियो, त्यो हामी मर्नुपर्ने ठाउँमा यीशु ख्रीष्ट मरिदिनु भयो। यस कारणले पनि आज हामी ती शारीरिक विधि विधानहरूदेखि स्वतन्त्र छौँ। र यसरी सबै कुरा बुझिसक्दा हामीलाई आज यो स्पष्ट भएको छ, हिजो परमेश्वरले अब्राहमसँग खतनाको नियम बाँध्नु हुँदाखेरि त्यो उहाँले शरीरसँग भन्दा पनि ज्यादा हृदयकै कुरामा जोड दिनुभएको रहेछ। किनभने त्यो शरीरको खतना छाया थिएछ, साँचो स्वरूप चाहिँ हृदय थिएछ। त्यो बेला मानिस आत्मिक चेतनामा बालक भएकोले उनीहरूलाई बाल्य अवस्थाकै चेतनाअनुसारको हुकुम गर्नुभएको रहेछ। र अर्को कारण चाहिँ मानिसले पाप गरिसकेको र पापको कारण मृत्यु आइसकेको र त्यो मृत्युबाट मानिस पूर्ण स्वतन्त्र नभइसकेकोले विभिन्न शारीरिक नियमहरू मान्न जरुरी थिएछ। तर आज चाहिँ हामी त्यो पाप गरेको पापबाट पनि स्वतन्त्र भइसक्यौँ, पापले ल्याएको मृत्युबाट पनि स्वतन्त्र भइसक्यौँ र हामीमा आत्मिक चेतनाको उन्नति पनि श्रेष्ठतामा वृद्धि भइसकेको छ। किनभने यो हामी आफैद्वारा त होइन, यीशु ख्रीष्टमा हामीले पवित्र आत्मा पाएको कारण पवित्र आत्मा परमेश्वरले नै हामीलाई गहिरो र गुप्त ज्ञानहरू दिनुभएको रहेछ। यसकारण परमेश्वर हिजो आज सधैँ एक समान हुनुहुन्छ र ख्रीष्ट आउनु पहिले र ख्रीष्ट आइसक्नु भएपछि पनि सबै समयमा उहाँले हाम्रो आत्मा र हृदयको कुरामा नै जोड दिनुहुन्छ र उहाँले हामीलाई बचाउन चाहनुहुन्छ। कारण उहाँ हामीलाई माया गर्नुहुन्छ, उहाँ हामीलाई बुद्धि दिन चाहनुहुन्छ, उहाँ हामीलाई श्रेष्ठ तुल्याउन चाहनुहुन्छ। किनभने उहाँले हामीलाई श्रेष्ठ हुनकै निम्ति बनाउनुभयो, चुन्नुभयो र आफ्नै पुत्रको बलिदानबाट सबै हामीले गरेको कुकर्म र पापबाट पनि स्वतन्त्र तुल्याउनु भएको छ। आशा छ तपाईहरूले कुरा बुझ्नुभयो। प्रश्न पनि राख्न सक्नुहुन्छ। अन्तमा तपाईहरू सबैजनालाई परमेश्वरबाट प्रभु यीशु ख्रीष्टको नाममा प्रशस्त शान्ति भइरहोस्। आमेन।